तल चाहिँ पानी पर्दैछ कस्तो ठुलो होइन। रेलवे चौकतिर पनि परिरहेछ, यता पनि पर्दैछ, बिचघोपा पनि पर्दैछ। ल हामी लक्ष्मी बजुको घरमा छौँ होइन नुसम। लक्ष्मी बजु छतमा टपमा छौँ। टपबाट हामी यसरी यहाँ हेर्छौँ। यहाँ तल उपर बिपी छोरा यार, बिपीको हस्पिटल, बिपी हस्पिटलको ब्लक देखिरहेको छौँ। नगर छोरा यहाँ न पानी परेर यस्तो छ हो। बिचघोपा अगाडिको यो रोड हो। रोडमा यसरी गाडीहरू कुदिरहेछ। अब हामी तल झर्छौँ। गाडी पनि यसरी तलदेखि आइरहेछ हो। कालो मौसम भएछ अहिले। कार्तिकमा पनि यस्तो छ हो छोरा। लडिएला है, बाबालाई डरो पक्रियो है, बाबालाई डरो पक्रि। डुङ्गी होला अब यो नै डुङ्गी भयो। लु ए छोरा हिँड्छ अब। आइज छोरा आऊ। यहाँ आउँछ र यता यता आऊ भाइ, यता आऊ। म गएँ भाइ। ओइ नसु आइज। आऊ टिटिट हेर्न आऊ। टिटिट हेर्न आऊ। पक्कै पनि धारा देखेको हुनुपर्छ मेरो छोराले। त धारा देखेकै हुनुपर्छ। चपचप गर्नु त कसले भेट्नु र। न पर आइज यहाँ आइज भाइ, यता आइज त, यहाँ आइज कि यहाँ आऊ त छोरा, यहाँ आऊ न। म के हुँदैछ यो? मेरो छोरा यस्तो टकटकेदेखि म सकिनँ है। लडेर खिचोस् त। आइया बनाओस् न, बजु घरमा। मौसम यस्तो छ पुरा चाहिनु जो के अरे। छि छोरा छि।